अनि को यो बलङ्केटे राख्ने को हो अबे नेत्र दाजु अनि घाम लागेपछि नुहाउँछु म आज घाम लाग्यो भने हेरौँ कस्तो हुन्छ नुहाउन पनि सक्छु भनेर बिहानै कुरा गरे होइन त घाम लागिसक्यो अब नुहाउँ कसले भन्यो नुहाउने भनेर चाहिँ कसले भन्यो अरे तपाईँले नुहाएको कति भयो 1 महिना भइसक्यो मङ्सिर लाग्दाखेरि तपाईँले नुहाउनै भएको छैन हिँड्नु नुहाउने 1 महिना रे 1 महिना होइन फागुन नलागेसम्म नुहाउँदैन म मेरो बाबे फागुन मङ्सिर पोष माघ फागुन 3 महिना ननुहाइन बस्ने 3 महिना होइन जाडो नसकेसम्म त म त यदि जाडो वैशाखसम्म गयो भने वैशाखसम्म कुरा गर्नुहुन्छ दाजु तपाईँ त्यहाँ आज पार्टीको त्यहाँ नयाँ पार्टीको घोषणा कार्यक्रम छ त्यहाँ नुहाएर एकदम च्याट्ट भएर सफा भएर त्यहाँ जानु भएन ए हो अनि त्यो नयाँ पार्टीले चाहिँ मलाई यदि त्यो हिटर र अनि पानी तताउने रड दिन्छ त्यो दियो भने चाहिँ अनि त्यसपछि है कुरा गर्न जाने पार्टीले हिटर नुहाउने त्यही रड त पानी तताउने रड दिन्छ त खै अनि अरू सबै दिन हुने त्यो चाहिँ दिन नहुने त्यो दियो अर्को पार्टी होला नि त फेरि पार्टी त कति छन् कति नेपालमा नयाँ नयाँ खुलै छन् एक न एकले त देला नि त हिजो नबनाके बेचत हुन्छ यार कस्तो कुरा गर्नु जानु आफ्नो स्वास्थ्यको लागि आफ्नो शरीर सफा पार्न नुहाउनु परेन जाडो भयो भनेर हुन्छ चिसो भयो भनेर हुन्छ शरीर सफा चाहिन्छ रे शरीर होइन सबभन्दा ठुलो कुरा त मन सफा चाहिन्छ मन शरीर कालो भए पनि गोरो भयो जेसुकै भयो नि फेरि एक दिन मरेर जाने नै हो डढ्ने नै हो खरानी हुने नै हो त्यति बेला पनि कालो भइहाल्छ त्यही भएर मन सफा हुनु पर्छ बुझिस् त्यसो भनेर कहाँ हुन्छ त्यही शरीर डुङडुङदिको नाउँदैन मान्छेहरूको छेउमा बस्छ अनि त्यो पर्फ्युम चाहिँ केका लागि बनाएको त्यो पर्फ्युम ट्याक्क हान्ने अनि त्यसपछि जाने अनि सबैको विकल्प त छ त अनि